विभिन्न व्यक्तित्वहरूसँगको कुराकानी टक अन। नमस्कार दर्शकवृन्दहरू, खबर टाइम.com को प्रस्तुति टक अन कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। सदा चाहिँ आजको कार्यक्रममा हामीहरूले त्यस्ता व्यक्तित्वहरूलाई निम्ताएका छौँ जसको कुनै परिचय दिन जरुरत ठान्दिन। सत्य साई केन्द्रको नामबाटै परिचित उहाँहरूले इजरायलमा कार्यरत नेपाली केयर गिभरहरूको वास्तविक कथामा आधारित एउटा डकुमेन्ट्री तयार पार्नुभएको छ। त्यो डकुमेन्ट्रीको नाम हो गोर्खाज डटर इन इजरायल। आउनुहोस् यसै विषयमा केन्द्रित रहेर सूर्य सिमखडा र नेहा गुरुङसँग गरिएको कुराकानी तर्फ लागौँ। सूर्य सिमखडाज्यू, नेहा गुरुङज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। नमस्कार साइना। नेहाजी, पहिलो प्रश्न यहाँलाई नै गर्न चाहन्छु म। जुन यो जनवरी 10, 2014 का दिन गोर्खा डटर्स इन इजरायल चाहिँ टेलिभिजनमा प्रदर्शन हुने कुराको जानकारी आएको छ र यो चलचित्र जुन तपाईहरुले बनाउनु भएको छ यो चाहिँ विशेष गरी इजरायलमा काम गर्ने चेलीबेटीहरूको जनजीवनको बारेमा चाहिँ आधारित भनेर सुन्नमा आएको छ। वास्तवमा यो के हो त? तपाईकै मुखबाट सुनौं। गोर्खा डटर्स इन इजरायल स्पेशली यो चलचित्र नेपाली महिलाहरूको एउटा कथामा आधारित छ र यसले इजरायलमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरूको एउटा कथालाई एउटा समेटिएको छ र यसको साथसाथै यो फिल्मबाट सबैलाई एउटा सन्देशमूलक पनि जान्छ र जति पनि नेपाली दिदीबहिनीहरू एउटा कामको सिलसिलामा एउटा नेपालबाट इजरायल आउनुभएको छ र धेरै जसोलाई थाहा छैन कि हामी महिला दिदीबहिनीहरू कुन काम गर्दैछौँ र के काम गरिरहेको छौँ भन्ने विषयमा। त्यसले गर्दाखेरि हामीले जुन हामीले काम गरिरहेको छौँ दैनिक जीवनमा एउटा इजरायलमा एउटा केयर गिभरको रूपमा र जुन हाम्रो एउटा दैनिक कामलाई नै यो फिल्ममा देखाउन खोजिरहेको छ। सूर्यजीलाई सोधिहालौँ, जस्तो नेहाजीले भन्नुभयो कि इजरायलमा आधारित नेपाली चेलीबेटीहरूको विषयमा भनेर, तर यसको चाहिँ जुन छ केयर गिभरहरू पनि छन् यहाँ, त्यसमा पुरुष मित्रहरू पनि हुनुहुन्छ, दाजुभाइहरू पनि हुनुहुन्छ भने यो गोर्खा डटर्स इन इजरायल भनेर चाहिँ किन नाम राखियो? धन्यवाद। साह्रै राम्रो क्वेसन गर्नुभयो यहाँले। हामीले गोर्खाज डटर इन इजरायल किन राख्यो भने यहाँ पुरुषको भन्दा बढी बाहुल्यता महिलाको भएको कारणले, महिला दिदीबहिनीहरूको भएको कारणले हामीले चाहिँ विशेष गरेर महिला दिदीबहिनीहरूलाई केन्द्रित बनाएर गोर्खाज डटर इन इजरायल नाम राखियो। यसको मतलब यसमा पुरुष दाजुभाइहरू पनि हुनुहुन्छ? अवश्य, उहाँहरू पनि पुरुष दाजुभाइहरू पनि हुनुहुन्छ। तपाईहरुलाई यस किसिमको चलचित्र बनाउने सोच चाहिँ कसरी आयो? प्रकाशजी मेरो पुरानो साथी हुनुहुन्थ्यो। त्यसै क्रममा उहाँले इजरायलमा फिल्म फेस्टिभल हुँदाखेरि उहाँको फिल्म सेलेक्ट भयो, वर्ल्ड कप इन नेपाल, अनि उहाँ इजरायलमा आउनुभयो र हामीले एउटा यस्तो सोच बनायो कि एउटा महिला दिदीबहिनीहरूको नेपालमा भएको धेरैजना मान्छेको हाम्रो महिला दिदीबहिनीहरूको एउटा नकारात्मक सोच भएर नेपालमा घर व्यवहारहरू बिग्रिए, धेरै नराम्रो भयो। त्यसै सोचलाई लिएर हामीले एउटा प्रकाशजीले मैले धेरै कुराहरू सोच्यौँ इजरायलमा यस्तो गर्दाखेरि हुन्छ भन्ने कुराहरू लिएर र हाम्रो एउटा नेपाली दिदी हुनुहुन्थ्यो, उहाँले पनि बिचारा धेरै दुःख गरेर इजरायलमा आफ्नो पसिना चुहाएर दुःख गरेर धेरै गरेर आफ्नो घर परिवारलाई पैसाहरू पठाइरहनुहुन्थ्यो, घर परिवारहरू चलाएर बसिरहनु भएको थियो। तर उहाँको परिवारले चाहिँ उहाँलाई एकदमै नराम्रो टर्चर दिने, त कहाँ छिस्, के छिस्, कस्तो छिस् भनेर साह्रो नराम्रो टर्चर दिने। त्यसपछि हामीले त्यो कुरामा धेरै गहिरेर सोच्यौँ, धेरै गहिरेर सोचेर एउटा इजरायलमा वास्तवमा नेपालमा पनि नराम्रो विकृतिले हेरिन्छ नेपाली महिलालाई, वास्तवमा किन त भन्ने विषयले लिएर हामीले यो कुराहरू लिएर आएर गोर्खाज डटर इन इजरायल चलचित्रको निर्माण सुरु गरेँ। सूर्यजीको कुराप्रति म एकदमै सहमत छु र हाम्रो जुन इजरायलमा बस्ने जुन दिदीबहिनीहरूलाई चाहिँ जुन नेपालका दाजुभाइहरूले चाहिँ अलिकति नराम्रो प्रविधिले हेरेको थियो, हामीले धेरै थाहा पायौँ र हामीले यो फिल्म मार्फत जुन इजरायलमा रहनुहुने जुन दिदीबहिनीहरूले चाहिँ एउटा त्यस्तो खालको हुनुहुन्न र त्यति मात्र नभएर इजरायलका दिदीबहिनीहरूलाई हामीले एकदम प्राउड गर्नुपर्छ। म स्वयं पनि महिला हुँ
र धेरै दिदीबहिनीहरू इजरायलमा काम गर्नुहुन्छ र इजरायलका दिदीबहिनीहरू जुन स्पेसली नेपाली महिला दिदीबहिनी हुनुहुन्छ उहाँले एउटा आफ्नो घरको परिवारलाई मात्र एउटा सपोर्ट नगरिकन एउटा देशको एउटा अर्थतन्त्रलाई पनि सपोर्ट गर्नुभएको छ र त्यस्तो एउटा गोर्खाका छोरीहरू इजरायलमा जुन काम गरेर बसिरहनु भएको छ र हामी सबैले त्यो कुरालाई एकदम प्राउड गर्नुपर्छ र स्पेसली यो फिल्ममा चाहिँ जुन अरू जुन बाहिरतिर हल्ला छ इजरायलमा हुने दिदीबहिनीहरूलाई अलिकति नेगेटिभ सेन्सले हेरिरहेको छ हामी दिदीबहिनीहरू त्यस्ता होइनौँ हामी नेपालका चेली हौँ र हामीले आफ्नो संस्कारलाई आफ्नो संस्कृतिलाई आफ्नो धर्मलाई हामीले बिर्सेका छैनौँ र त्यही हाम्रो जुन एउटा रियालिटी कुरा नै यो फिल्ममा देखाइरहेको छ र एकदम सकारात्मक पक्षलाई एउटा जोड दिइरहेको छ र अब आउने दिनहरूमा त्यस्तो किसिमको नजरले इजरायलका दिदीबहिनीहरूलाई नहेरौँ एउटा घर समाज मात्र नभएर एउटा देशको एउटा ठुलो एउटा अर्थतन्त्रलाई पनि एउटा इजरायलका दिदीबहिनीहरूले एउटा सपोर्ट गर्नुभएको छ र मलाई लाग्छ यो सबै यो कुरालाई हाम्रो नेपालका दाजुभाइहरू अरूहरूले पनि इजरायलमा रहने दिदीबहिनीहरूलाई सल्युट गर्नुपर्छ भन्ने मलाई लाग्छ। यो जुन गोर्खा डटर्स इन इजरायल चलचित्र बनाउने क्रम सुरु भयो नि त्यस क्रममा चाहिँ इजरायलमा रहेका सङ्घ संस्था त्यस्तै गरेर व्यक्ति नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहयोग चाहिँ कस्तो रह्यो? हामीले जुन एउटा नेपाली दिदीबहिनीहरूको एउटा कथामा जुन आधारित जुन एउटा गोर्खा डटर्स इन इजरायल जुन हामीले एउटा नाम राख्यौँ यो नाम सुन्ने बित्तिकै इजरायलका विभिन्न सङ्घ संस्थाहरू लगायत एउटा नेपाली दाजुभाइ दिदीबहिनीहरूको जुन संस्था छ त्यसमध्ये पनि नभएर इजरायली सङ्घ संस्थाहरूले पनि यो नाम सुन्ने बित्तिकै एउटा आफूमा एकदमै एउटा गौरवित गर्नुभएको छ र त्यो नामले पनि होला सायद उहाँले एकदमै यो हाम्रो यो चलचित्रमा चाहिँ सबैले आफ्नो तर्फबाट एउटा तल्ने मनले एउटा धनले एउटा सहयोग गरिराख्नु भएको छ। विशेष गरी धन्यवाद हाम्रो नेपाली राजदूतावासका परिवार र सामाजिक संस्था हटलाइन मिसिला कमलावेद र लगायत हाम्रा इजरायलका विभिन्न सङ्घ संस्थाहरू मिडिया पार्टनरहरू त्यसका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरू हटले जुन हामीलाई सहयोग गर्नुभएको छ उहाँहरूलाई म लगायत मेरो टिम हार्दिक आभार व्यक्त गर्दछु। यस तपाईँको चलचित्रले कस्तो किसिमको सन्देश जान्छ त हाम्रो समाजलाई? गोर्खा डटर्स इन इजरायल चलचित्रले एउटा के सन्देश दिन खोजिरहेको छ भने गोर्खाका चेलीहरू जुन इजरायलमा आइराख्नु भएको छ र उहाँले सरसम्मानका साथ एउटा काम गरिराख्नु भएको छ र सरसम्मानका साथ एउटा इज्जत पाइराख्नु भएको छ र त्यति मात्र नभएर जुन हामीहरूले जुन आफ्नो एउटा इम्प्लोयरलाई एउटा आमा बुवा छोरा चाहिँ हामी उहाँहरूलाई एउटा टेक केयर गर्छौँ र जुन हाम्रो इजरायलका जुन इम्प्लोयरहरूले पनि हाम्रो नेपाली दिदीबहिनीहरूलाई गोर्खाका चेलीहरूलाई उहाँले एकदम मन पराउनुहुन्छ सम्मान गर्नुहुन्छ र यो सबै कुरा चाहिँ हामी यो गोर्खा डटर्स इन इजरायलमा हामी चलचित्र मार्फत सन्देश दिन खोजिरहेका छौँ। नेपालमा भएका नेपाली समाजका जुन इजरायलमा कार्यरत हाम्रो नेपाली दिदीबहिनीहरूलाई नकारात्मक सोचले हेरिन्छ जुन नराम्रो दृष्टिकोणले हेरिन्छ वास्तवमा त्यो सकारात्मक सोच बनाउनलाई हामीले यस चलचित्र निर्माण गरेका छौँ। र अन्त्यमा म के भन्न चाहन्छु भने जुन इजरायलमा हुने जुन दिदीबहिनी हुनुहुन्छ यी दिदीबहिनी भनेको एक प्रकारको सैनिक हुने एक प्रकारको आर्मी हुन् र जसरी पुरुषहरू चाहिँ बाहिर काम गर्न जाँदाखेरि उहाँहरूलाई चाहिँ सकारात्मक सोच्ने र महिला काम गर्न जाँदाखेरि त्यसलाई नकारात्मक सोच्ने जुन प्रवृत्ति छ जुन त्यो प्रवृत्तिलाई हामीले यो फिल्मद्वारा चाहिँ सन्देश दिइरहेका छौँ र इजरायल भनेको एउटा होली ल्यान्ड हो, एउटा यसो पिता जन्मेको ठाउँ हो। इजरायलमा रहने हुने दिदीबहिनीहरू भनेका चाहिँ एउटा आर्मीका एउटा सैनिक हुने एउटा सिपाहीहरू हुन् र म चाहिँ महिला भएको कारणले पनि यो कुरामा गर्व गर्छु र अरू दिदीबहिनीहरू लगायत नेपालमा भएका दाजुभाइहरूले पनि कुरामा गर्व गर्नुपर्छ र इजरायलमा हुने दिदीबहिनीहरूले चाहिँ आफ्नो एउटा घर परिवारमा मात्र एउटा नहेरिकन एउटा देशको अर्थतन्त्रलाई पनि एउटा ठुलो सहयोग गरिराख्नु भएको छ। यस कार्यक्रम मार्फत इजरायलमा काम गर्ने दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँहरू के सन्देश दिन चाहनुहुन्छ? अब हामी के भन्न चाहन्छौँ भने नमस्कार साइराम इजरायलवासी सम्पूर्ण हाम्रो जुन सहयोग गर्नुहुने नेपाली राजदूतावास परिवार मिडिया पार्टनरज्यूहरू नेपाली दाजुभाइ दिदीबहिनीहरू सङ्घ संस्थाहरू सबैलाई हामी हार्दिक आभारी छौँ। म लगायत हाम्रो टिम हार्दिक आभारी व्यक्त गर्दछौँ। त्यसै लगायत यस चलचित्र सिनेमेटिक हल जनवरी 10 तारिक सिनेमेटिक हलमा साँझको 6 बजे शुक्रबारका दिन प्रदर्शन हुन गइरहेछ। यहाँहरू आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ र सल्लाह सुझावको लागि यहाँहरू हामी जुन सकारात्मक सोच राखेर जुन एउटा यो गरेका छौँ त्यसको लागि यहाँहरू आएर यसको लागि कमी कमजोरी के छ कसो छ यहाँहरूले एकचोटि सल्लाह सुझावलाई आशा राख्दछु। धन्यवाद। र अन्त्यमा यो गोर्खा डटर्स इन इजरायल हाम्रो सम्पूर्ण महिला दिदीबहिनीहरूको कथामा एउटा आधारित हो र यो फिल्मले एउटा इजरायलमा रहनुहुने दिदीबहिनीहरूलाई मात्र फोकस नगरिकन यो फिल्मले एउटा नेपाललाई पनि एउटा चिनाउँछ। त्यस कारणले गर्दाखेरि हामी सबै गोर्खाका छोरीहरू हौँ र गोर्खाका डटरहरूको कारणले गर्दाखेरि हाम्रो आशा छ पक्कै पनि यो फिल्म हेर्न अवश्य पनि आउनु नै छ र हामीहरूको यो फिल्म चाहिँ जनवरी 10 मा सिनेमेटिक हल टेलिभिजनमा न्यू इयर धमाका पनि मनाउन आउनु होला हामीहरूको साथमा। धन्यवाद। सुरेश एम खराज्यू, नेहा गुरुङज्यू
त्यस्तै तपाईँका टिमका प्रकाश थापाज्यू र अन्य जो पनि यस टिममा संलग्न हुनुहुन्छ, तपाईँहरूको यस कार्य सराहनीय छ र यस चलचित्रबाट नेपाली समाजमा यस इजरायलमा काम गर्ने नेपाली दाजुभाइ त्यस्तै गरेर विशेष गरी नेपाली दिदीबहिनीहरूप्रति हाम्रो समाजले सकारात्मक सोचले हेर्नेछ भन्ने कुराको विश्वास हामीले लिएका छौँ र यस्तै गरी यस चलचित्रको सफलताको पनि हामी शुभकामना दिन चाहन्छौँ र यस्तै फेरि पनि यस्ता चलचित्रहरू जसले नेपालीलाई चिनाउने गर्छ फेरि पनि बन्नेछ भन्ने आशा पनि लिएका छौँ। तपाईहरूको अमूल्य समय हाम्रो यस खबरटाइम.com को लागि दिनुभयो, त्यसको लागि पनि यस युनिट यहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छ। धन्यवाद निरज भाइलाई र जुन अमूल्य यसरी समय आएर तपाईँले हामीसँग एउटा 2 शब्द बोली हामीलाई चमक्क गरिदिनु भयो, हाम्रो विचारहरू राख्नको लागि धेरै गरिदिनु भयो, त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु। यहाँ लगायत तपाईँको टिमलाई र खबरटाइम.com-लाई हामी मरिभर धन्यवाद दिन चाहन्छौँ। आउने दिनहरूमा पनि यस्तै गरी तपाईँहरूसँग भेट्ने बाचा गर्दै धन्यवाद। दर्शकवृन्दहरू, यहाँहरूले थाहा पाइसक्नु भएको छ, नेहा गुरुङज्यू र सुरेश खडाज्यूको यस कुराकानीबाट यो अवगत हुन्छ कि गोर्खाज डटर्स इन इजरायल तपाईँ हाम्रो आफ्नै कथामा आधारित चलचित्र हो। यस कथामा तपाईँ हाम्रै जनजीवन जुन इजरायलमा हामीले बिताइरहेका छौँ त्यसको बारेमा जानकारी हुन्छ र सकारात्मक सोचको विकास हाम्रो समाजलाई जाने कुरा देखिएको छ। त्यसकारण चलचित्र हेरिदिनु हुन र कमी कमजोरी औलाइदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। नमस्ते। तपाईहरुलाई यो कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमको बारेमा यहाँहरूको सुझाव सल्लाह हामीले सदैव अपेक्षा गर्दछौँ। दर्शकवृन्दहरू, हामीले अर्को कार्यक्रममा नयाँ व्यक्तित्व लिएर आउने बाचा गर्दै आजको यस कार्यक्रममा सहयोग पुर्याउनु हुने क्यामेराम्यान अनिल सिंह राजपूतको साथै म हरिमानन्दलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।